ब्लग हो होइन घरबाटै बनाउँछु भन्दै चाहिँ बिर्सिहाल्छु मैले ब्लग बनाउन अनि अब चाहिँ बाटोदेखि नै बनाउन आँटेको यता चाहिँ मेरो गाइजहरू छन् पछाडि पछाडि आउँदैछन् यिनीहरू चाहिँ यहाँ अगाडि गइसके अनि यता चाहिँ हामी छौँ अनि हामी चाहिँ आज कोसी कहाँ अरे राजाबागको कोसी आएको छौँ यतातिर चाहिँ सनसेट दामी आउँछ अब यहीँको हाम्रो बिचै कोसी नै हो फन घुम्ने अनि यो घुमाइ चाहिँ सायद हाम्रो लास्ट हुनेछ लास्ट भन्दा हुँदैन म फेरि पछि भइहाल्छ कुनै गर्छ अब त्यस पछाडि चाहिँ 5 वर्ष पछाडि भेट हुन्छ होला यो हामी यिनीहरू चाहिँ हामी सबैजना चाहिँ स्कुल फ्रेन्ड है स्कुल फ्रेन्डहरू हामीहरू चाहिँ यस्तो भइरहेछ त्यही भएर हाम्रो चाहिँ ढिलो गएको घुम्नलाई यसरी ठेली जानु परेको छ गाइजहरू चाहिँ यति जग्गा हो हामीहरू चाहिँ यस्तो भइरहेछ यस्तै हामी चाहिँ यो ठाउँ आएर पनि मन नपरेर फेरि फर्केको हामीहरू चाहिँ हामी चाहिँ यति मात्र छौँ अहिले अरू चाहिँ पछाडि नै छन् यिनीहरू पनि ठाउँ खोज्दै हिँडिरहेछ क्या यो मान्छेहरू पनि ए हो सनसेट खोज्दै हिँडेको यहाँ त पानी पनि रहेन रहेछ केही रहेन रहेछ फर्केको अहिले चाहिँ हामी घुम्दा गरेर बल्ल आफ्नो ठाउँ पुग्यौँ यस्तो छ यस्तो यिनीहरू चाहिँ मेरो भाइ र साथी दाइ अरे कुन एङ्गलले ए हो यो के भन्छ यसलाई त कति महँगो लिन्छ इ ठग्तेस बल्ल घुम्दा राउन्ड हान्दा गरेर ठाउँ भेटायौँ हामीले अनि खुसी हुन्छ ल अनि खुसी हुन्छ अरे ए माछा छ त यहाँ त ओहो आऊ वाउ मजा आयो मेरा साथीहरू यिनीहरू चाहिँ आउँदैछ विशालहरू आएनन् त्यही बस्छ त्यत्रो बाटो त्यो पनि फर्स्ट टाइम हामीले यस्तो पानीले निशाने ढाकाले हो यो अब विदेश जान पाएनौँ ए राम्रो हेर्दै सिसै रहेछ ओ नछरी के दाजु दाइको 12000 जुत्ता कता गयो अरू चाहिँ हाम्रो ग्रुपिङहरू साथीहरू हाम्रो चाहिँ यही हो फोटो खिच्ने ठाउँ भनेको वाउ आज चाहिँ धेरै राम्रो आएको छैन पुरा त कति राम्रो हुन्थ्यो पनि उयो भयो भो पनि लगाइसक्यो है हामीलाई आज चाहिँ हाम्रो यति ढिलो भइसक्यो यति रात पर्छ हिँडेको आज घरबाट ए दिउँसोको 12 बजे हिँडेको अनि भर्खर हाम्रो आफ्नो डेस्टिनेसन अहिले म त थाकेर मऱ्यो हौ आज त हामीलाई घरबाट कस्तो भनेको गाइजहरू मम्मीले चाहिँ खेलाइदिन्छन् अघि हिँडेको छोरीहरू यहाँ घुमेर मोज मस्ती गरेका गरेछन् घरमा भोलि पूजा छ छोरी यहाँ मस्त लखर डुलेको छ के भन्नु अब अब यस्तो माथि चढ्नु पर्ने
सामान किन्दै जानु भनेको भनेर हिँड्नु भन्दै कहाँ मलाई लिन आएर त सामान किन्दै जानु पर्थ्यो भन्दै हुन्थ्यो क्या उफ थाक्यो गाइस आज त घर कति बजे पुगिन्छ चप्पलहरू पनि सबै लिएर गयो जस्तो छ हामीहरू घर फर्केको पछाडि अगाडि गइसके अरूहरू चाहिँ यता छन् लु जाउँ उतै जाउँ आउला पछाडि